मेरो नाम डाक्टर क्रिस्टोफर हो। अहिले म काठमाडौँमा बस्छु र एक सरकारी अस्पतालमा कार्यरत छु। तर आज म तपाईँलाई 3 वर्ष अघि घटेको मेरो जीवनको सत्य घटना सुनाउन गइरहेछु। आज पनि त्यो दिन सम्झिँदा मेरो शरीरमा काँडा उम्रेर आउँछ। त्यो बेलाको कुरा हो, जब म सिराहा जिल्लाको एउटा सानो गाउँ हनुमानपुरको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत थिएँ। एक साँझ अस्पतालमा अत्यधिक बिरामी आएको कारण म राति 12 बजेसम्म अस्पतालमै व्यस्त थिएँ। त्यो रात हावाहुरीसहित मुसलधारे पानी परिरहेको थियो। म पानी केही कम भएपछि घर फर्किएँ किनकि त्यस दिन गाडी घरमै राखेको थिएँ। घर पुगेर भिजेका लुगा फेर्ने क्रममा अचानक ढोका ढकढकाएको आवाज आयो। रातको त्यो बेला को होला भन्ने सोच्दै डराउँदै भए पनि ढोका खोले। बाहिर एक युवती भिज्दै उभिएकी थिई र रोइरहेकी थिई। उसले भने कि, डाक्टर साहब, मेरी आमा एकदम बिरामी हुनुहुन्छ, कृपया तुरुन्तै मसँग हिँड्नुहोस्। अब ढिला भयो भने उहाँ बाँच्नुहुन्न। मैले उसलाई भने, राति म बिरामी हेर्दिन, भोलि बिहान अस्पताल ल्याउनु। तर ती युवती रोइरहिन् र जिद्दी गरिरहिन। उसको आवाज सुनेर मेरी श्रीमती पनि बाहिर निस्किइन्। उनले पनि भनिन्, तपाईँ जानुहोस्, बिरामी छ भने मानवताको नाताले सहयोग गर्नै पर्छ। मन मारेर म बाहिर निस्किएँ र आफ्नो जिप स्टार्ट गरेँ। त्यो युवती मलाई लिएर झन्डै 9 देखि 10 किलोमिटर टाढाको अर्को गाउँतिर लगिन् जहाँ पहिले कहिले गएको थिइन्। बाटो एकदम सुनसान, हिलो र रातको अँध्यारो। मनमा डर र शङ्का त लागिरहेको थियो, तर के गर्ने, बिरामीको नाममा हिँडिएको थिएँ। त्यो गाउँ पुग्दा हामी एउटा पुरानो घर अगाडि पुग्यौँ। घर सानो र हल्का अँध्यारोसँगै त्यहाँ एक वृद्धा महिला ओछ्यानमा थलिएकी थिइन्। मैले तुरुन्तै नाडी छामी, इन्जेक्सन दिए र केही औषधिको नाम लेखिदिएँ। म बिदा मागेर फर्किएँ। ती युवतीले मलाई मेरो जिपसम्म ल्याइदिइन्। मैले धन्यवाद दिएँ र घर फर्किएँ। भोलिपल्ट बिहान अस्पताल जान लाग्दा मनमा सोच आयो कि हिजोको बिरामीको अवस्था बुझ्न पाए हुन्थ्यो। म त्यही बाटो हुँदै त्यही गाउँ पुगेँ। तर जुन घर गएँ त्यो त त्यहाँ थिएन। त्यहाँ त पुरानो शमशान घाट जस्तो मात्र थियो। म एकछिन अलमल्ल भएर झस्किएँ। छेउमै केही गाउँलेहरू देखेर सोधे, यहाँ राति बिरामी भेट्न आएको थिए, त्यो घर र परिवार गएछन्। उनीहरूले आश्चर्यचकित हुँदै भने, डाक्टर साहब, यहाँ त विगत 50 वर्षदेखि कसैको घर छैन, यो त भूतप्रेतले बस्ने ठाउँ हो। वर्षमा एकचोटि त्यहाँ यस्तो हुन्छ। तपाईँ ज्यान बचाएर फर्कनुभयो, यो त तपाईँको भाग्य बलियो रहेछ। गाउँलेहरू त्यता फर्केर पनि हेर्दैनन्। एक्कासी मेरो मुटुको धड्कनै रोकिए जस्तो भयो। गाउँलेहरूलाई आग्रह गरेर सँगै म फेरि त्यो स्थानतिर गएँ। त्यहाँ मैले आफ्नो जिपको टायरको डाम देखेँ। अनि मैले दिएको इन्जेक्सन र लेखेको औषधिको कागज पनि त्यही फालिरहेको थियो। म केही नबोली चुपचाप घर फर्किएँ। घर पुगेपछि श्रीमतीलाई सबै कुरा सुनाएँ। केही दिनपछि म सिकिस्तै बिरामी भएँ। मैले धेरै ठाउँमा चेकअप गराएँ तर केही पत्तो लागेन। सबै रिपोर्ट राम्रै आयो तर पनि मनमा डरले घर गरिरहेको थियो। अनि एक दिन अकस्मात मेरो घरमा एक अनजान बाबा आइपुग्नुभयो। मानौ उहाँले मेरो बारेमा सबै जानेको जस्तो गर्दै भन्नुभयो, यो घरमा दुष्ट आत्माको नजर छ। मेरी श्रीमतीले यति सुन्नासाथ ती बाबालाई घरभित्र बोलाइन र ती बाबाको बारेमा बुझ्दै जाँदा उहाँ अघोरी बाबा हो भन्ने थाहा भयो। बाबा 12 वर्षको कठोर साधनापछि हिमालयको गुफाबाट पोखरा हुँदै पैदल यहाँसम्म आएको र अब काशी बनारस पुग्ने बताउनुभयो। हामीले हाम्रो सबै घटना ती अघोरी बाबालाई सुनाइसकेपछि बाबाले आफ्नो थैलोबाट एक डरलाग्दो खप्पर निकाल्नुभयो र मेरो शिरमा घुमाउनुभयो र केही मन्त्र गुनगुनाउँदै एकछिन अनौठो हरकत गर्नुभयो। र बाबाले भन्नुभयो, यो अतिरिक्त आत्मा हो, मैले यसलाई आफ्नो मन्त्रको शक्तिले शान्त पारेको छु। अब यसले केही बिगार गर्न सक्दैन। त्यस दिनदेखि मेरो स्वास्थ्यमा निकै सुधार आयो। तर आज पनि त्यो रात सम्झिँदा, त्यो अँध्यारो बाटो, त्यो रोइरहेकी युवती, त्यो बिरामी आमा, अनि बिहानको त्यो सबै कुरा सपना हो कि सत्य, छुट्याउन सक्दिन। तर ती औषधिहरू र जिपको डामले यो भुल्न नै दिँदैन। तर अहिले जहाँ भए पनि ती अघोरी बाबा मेरा लागि भगवान बनेर आउनुभयो। उहाँप्रति हृदयदेखि नै नमन गर्दछु।